Good afternoon, everyone. I'm Ashit Kwikil from grade 8 here with my team. I'm Ratik Jamsai from grade 9. And I'm Fabrice Zolman from grade 9 too. हामी सबैलाई थाहा छ that how hard it is to spend a day for a visually impaired person है. अब normal state मा भन्दा पनि जब when a visually impaired person is in condition of crossing the road अथवा कतै ट्राभल गरिरहेछ भने चाहिँ एकदम उनीहरूले हार्ड हुन्छ ट्राभल गर्न हैन ड्यू टु सम अब्स्टेकल्स हुन सक्यो रोडमा. अब त्यही प्रब्लमलाई ट्याकल गर्न चाहिँ हामीले एउटा प्रोडक्ट बनाएको छौं जुनको नाम चाहिँ हामीले स्मार्ट ब्लाइन्ड स्टिक राखेका छौं. हामीले चाहिँ यो स्मार्ट ब्लाइन्ड स्टिकमा चाहिँ अल्ट्रासोनिक सेन्सरहरू राखेका छौँ जसले चाहिँ अल्ट्रासोनिक सेन्सरले चाहिँ अल्ट्रासोनिक साउन्ड वेभहरू फालिरहेको हुन्छ. जब यसले चाहिँ एउटा अब्स्टेकल डिटेक्ट गर्छ हामीले चाहिँ भाइब्रेसन मोटर यहाँ भाइब्रेट हुने सिस्टम बनाएको छ. यसले गर्दा चाहिँ जस्तै अगाडिपट्टि अब्स्टेकल छ भने अगाडिको भाइब्रेसन मोटर जान ट्रिगर हुन्छ अनि साइडतिर छ भने साइडतिरको ट्रिगर हुन्छ. अनि हामीले चाहिँ यसमा अँध्यारो रातिको लागि जस्तै कुनै अरू गाडीहरूले त त्यो ब्लाइन्डलाई देख्न अलिक गाह्रो हुन्छ भनेर हामीले एलडिआर सिस्टम राखेको छ जसले चाहिँ अँध्यारोमा त्यो लाइट बल्छ अनि मजाले देखिन सकिन्छ. एलडिआर चाहिँ अब हामीले एलडिआर चाहिँ हाई रेजिस्टेन्स भएको बेला चाहिँ एलइडी बल्ब बल्छ र लो रेजिस्टेन्स भएको बेला चाहिँ एलइडी बल्दैन. So, हाम्रो प्रोजेक्टको नाम चाहिँ स्मार्ट ब्लाइन्ड स्टिक छ र यसमा चाहिँ एउटा स्मार्ट फिचर पनि छ. त्यो स्मार्ट फिचर चाहिँ हामीसँग एउटा एसओएस बटन छ जुन बटनले चाहिँ यदि ब्लाइन्ड पिपललाई आफू अनसेफ छ आफू कहीँ हरायो आफूलाई केही डेन्जरमा छ भनेदेखि त्यो बटन प्रेस गरेर आफ्नो गार्जियनलाई मेसेज पठाउनु मिल्छ जहाँबाट उसको गार्जियनले चाहिँ उसलाई पठाउन पनि मिल्छ. अब हामीले भन्न त भन्यो कि यसले अब ब्लाइन्ड पिपललाई हेल्प गर्छ है. रियल टाइम प्रब्लम कसरी सल्भ गर्छ त यसले भन्दाखेरि चाहिँ अब कस्तो प्रब्लम पर्दा यसले सल्भ गर्छ भन्दाखेरि चाहिँ अब यसले फर्स्टली त टाइम कन्जम्सन कम गराइदिने भयो. अब एउटा ब्लाइन्ड पर्सनलाई एउटा ठाउँबाट अर्को ठाउँ ट्राभल गर्दा टाइम लाग्छ त्यही भएर हामीले चाहिँ अब इजी टु डिटेक्ट अब्स्टेकलहरूको लागि चाहिँ यहाँ हामीले सेन्सरहरू युज गरेको छौँ जुनले गर्दा चाहिँ टाइम कन्जम्सन कम हुने भयो. अर्को भनेको चाहिँ हामीले यो प्रोडक्टले चाहिँ इन्डिपेन्डेन्ट पार्छ त्यो भिजुअली इम्पेयर्ड पर्सनलाई चाहिँ कसरी भन्दाखेरि अब यो प्रोजेक्टमा भएको सेन्सरहरूले चाहिँ अब आफैले अब्स्टेकलहरू डिटेक्ट गर्छ अनि भिजुअली इम्पेयर्ड पर्सनले चाहिँ अरूसँग हेल्प माग्नु परेन नि त. सो यसले चाहिँ त्यसरी नै उसलाई इन्डिपेन्डेन्ट पनि पार्छ अनि अर्को मेन भनेको चाहिँ यसले भिजुअली इम्पेयर्डलाई चाहिँ सेफ्टी दिन्छ. सो अनि कन्क्लुजनमा चाहिँ हाम्रो प्रोजेक्टको धेरै लिमिटेसन्सहरू छ जस्तै अहिले लाइक यु गाइस क्यान सी लाइक लास्ट पनि छ हामीले चाहिँ लाइक फ्युचरको लागि यो सबै बेसिक वायर्सहरूलाई एउटै चिपमा कनेक्ट गरेर यसलाई स्मल बनाउनु पनि मिल्छ र यसको हामीले प्लास्टिक यसमा मेन प्रब्लम चाहिँ हामीले प्लास्टिकको पाइप युज गरेको छौँ जसले गर्दा चाहिँ भाइब्रेसन स्प्रेड भइरहेको छ. अनि लाइक हामीलाई कुन साइडको भाइब्रेसन गइरहेको छ त्यो हामीलाई राम्रोसित थाहा भएको छैन. अनि यसलाई चाहिँ हामीले वुडन स्टिकले रिप्लेस गर्न मिल्छ जसले गर्दा चाहिँ भाइब्रेसन फोकस हुन्छ. अनि यसमा चाहिँ अहिले हामीले अल्ट्रासोनिक सेन्सरहरू युज गरेका छौँ जसले गर्दा चाहिँ बल्किङ टाइपको देखिरहेको छ. फ्युचरको लागि चाहिँ हामीले एआई क्यामेराहरू युज गर्नु मिल्छ जसले गर्दा चाहिँ त्यो ब्लाइन्ड पर्सनलाई डाइरेक्सन्स पनि एआई क्यामेराको थ्रुले भन्न मिल्छ एन्ड त्यो अलिकति चाहिँ बल्किङ देखिन्छ. थ्याङ्क यू. यो प्रोजेक्ट डेमोन्स्ट्रेसन चाहिँ कहाँ गराउनु यो प्रोजेक्ट डेमोन्स्ट्रेसन कहाँ गराउँदा हुन्छ गराउँदा ल्यापटप के हो छोडिदियो ल्यापटप राख्दैन प्रोजेक्ट डेमोन्स्ट्रेट गराइदैन ए लिज ल्यापटप कस्तो खै 7874 म ल्यापटप समात्दिन त होला जोड त पासवर्ड किन थाहा हुनु पर्यो ल अगाडि डेमोन्स्ट्रेट गर्दैन हामी यहीँका छौँ. अस्टिकले यो बोटल भयो भइहाल्छ नि एकजना जज आइसन
त्यो भाइब्रेसन टेस्ट गर्नुपर्छ क्या एसएम मोडुलको बारेमा के सोध्यो भने म भनिहाल्छु यहाँ समात्ने अब यसको अगाडि चाहिँ कुनै अब्स्टेकल डिटेक्ट गर्नु थ्याङ्क यू मेरो कोडिङ क्लास तयारी भविष्यको